यसरी भागेको मौरी सबैभन्दा पहिले काँचा राम्रोसँग हेर्ने अनि हेरिसकेपछि हामीलाई कम्फर्ट हुने गरी थैलोमा पनि राख्न सक्छौँ अथवा हामीले यसरी माथिपट्टि डाली राखेर त्यो डालीलाई बिस्तारै अडाएर तलबाट मौरीलाई हातले चलाइयो भने मौरीले आफूलाई सुरक्षित स्थान खोजेर भागेको हुन्छ। यसरी डालीमा मौरी बिस्तारै माथितिर जान थाल्छ। यो बेलामा एकदम होसियारी अपनाउनु जरुरी के छ भन्दाखेरि मौरी जहाँनिर बसेको छ त्यो हाँगा चाहिँ बेसरी चलाउन पनि हुँदैन र बिस्तारै तलबाट मौरीलाई हल्का छोइदिने हो भने आफै माथि डालीमा गएर बस्छ। यस्तो बेलामा यहाँ देख्न सक्नुहुन्छ एकदम शत्रुहरू पनि आइरहेछन्, अरिङ्गालहरूले अट्याक गरिरहेछन्। बिस्तारै तलबाट हातले मौरीलाई माथि लैयो भने मौरी बिस्तारै बिस्तारै माथि डालीतिर सर्न थाल्छ। त्यहाँ देख्न सक्नुहुन्छ भिडियोमा पनि मौरी बिस्तारै माथितिर सरेको छ। अप्ठ्यारो स्थानमा भएको ठाउँमा यो एकदम यसरी राख्दा सजिलैसँग मौरी आउँछ। कहिलेकाहीँ हामीले चुन्नीले अथवा थैलीमा राख्दाखेरि रानी रुखमै छोडिने पनि हुनसक्छ। यसो गर्दा चाहिँ रानी सुरक्षित स्थानमा पहिले गइसक्छ अनि कर्मी मौरीहरू बिस्तारै त्यो ठाउँमा जान्छन्। हेर्नुहोस् यहाँ बिस्तारै कर्मी मौरीहरू गइरहेको अवस्था छ। जान थालिरहेका छन् मौरी। लगभग 50% मौरी गइसकेको अवस्था छ डालीमा। अब बाँकी 50% चाहिँ जता जान्छन् त्यसलाई हातले हल्का चलाइदिइसकेपछि सबै नै जान्छन्। यसरी जाँदा 100% नै मौरीहरू डालीमा जान्छन् नै। अन्तिमसम्म हेर्नु होला। हामीले तपाईलाई यो तरिकाबाट राख्ने तरिका सिकाउँछौँ अथवा तपाईहरूले परम्परागत रूपमा अरू तरिकाले राख्न पनि सक्नुहुन्छ। जस्तै त्यसमा थैलीमा राख्ने, चुन्नीले सबै मौरीहरू छोपेर राख्ने अथवा उही लगेर घार राख्ने अनेक तरिकाहरू हुन सक्छन्। त्यो ठाउँ अनुसार अनि सार्ने मान्छे अनुसार चाहिँ त्यो फरक पनि हुन सक्छ। मौरी पहिलोपटक फुटेकोले अत्यन्तै धेरै सङ्ख्यामा थियो। पनि मौरी लगभग धेरै गइसकेको अवस्था छ डालीमा। हामीले पुरानो गोलाबाट त्यो मौरी नभागोस् अथवा सजिलैसँग बसोस् भनेर किरासहितको भनेको छाउरासहितको दुईवटा फ्रेम चाहिँ त्यही जुन घारमा मौरी राख्ने हो त्यही घारमै राख्छौँ हामीले। त्यसो गर्दा के हुन्छ भने मौरी भाग्ने सम्भावना एकदमै कम हुन्छ। लगभग भाग्दैन भन्दा पनि हुन्छ। किन भन्दा मौरीले प्रायः त छाउराहरू छोडेर चाहिँ भाग्दैन र उसलाई खाना पनि 1 दिन 2 दिनका लागि खाना पनि त्यसमा पर्याप्त हुन्छ। यसरी पुरानो जुन घारबाट घार छोडेको थियो त्यसैबाट निकालियो भने दुईवटा फ्रेम हामीले निकाल्दैछौँ। त्यसबाट निकाल्दा के हुन्छ भने त्यहाँ मौरीको सङ्ख्या पनि थोरै भएको हुन्छ। यो खानाका लागि राखिएको देखाइएको चाका चाहिँ अब एउटा अर्को चाहिँ हामीले छाउरा सितको राख्छौँ। यसमा पर्याप्त छाउराहरू छन्। ल हेर्नुहोस् त्यहाँ देख्न सक्नुहुन्छ। तर यसो गर्दा चाहिँ मौरीका जुन वयस्क मौरीहरू छन्
तिनी चाहिँ त्यसमा राख्नुहुन्न। त्यो भयो भने चाहिँ मौरीहरू लड्छ र छाउरालाई चाहिँ मौरीले एकदमै माया गर्छ, केही गर्दैन। मौरीको त्यो विशेषता हो। अनि यो छाउरालाई यसरी राख्नुपर्ने घारमा राख्छौँ र हामीले अघि जुन डालीमा मौरी छोपेर ल्याएका छौँ त्यो मौरीलाई चाहिँ के गर्छौँ त भन्दाखेरि यसरी बिस्तारै यहाँ राखिदिइसकेर यो कपडा राखिसकेपछि अब बिस्तारै मौरी चाहिँ त्यही घारमा जान्छ। हेर्नुहोस् यहाँ हजुर मौरी हेर तल फुस्कियो यार, यसो काट। मौरी बाहिर भएको मौरी पनि उडेर यसरी घरमा आउन थाल्छ। रानी आइसकेपछि रुखमा भएको यहाँ देख्न सक्छौँ हामीले। बाहिर भएको मौरीहरू पनि उडेर आइरहेको छ। बाहिर निस्किन्छ नि त फेरि आइन। लगभग भित्र बसिसकेको अवस्था छ। यसरी पुरै मौरीहरू बाहिरबाट भित्र गइरहेको छ अनि हामीलाई अनुकूल पर्ने स्थानमा लगेर घार राख्न सकिन्छ।